कुन चाहिँ पापिने अधर्मीले होला है आफूले जन्म दिएको बच्चालाई पनि अरूको घर अगाडि लगेर त्यो पनि कार्टुनमा पोको पारेर छोडेर हिँड्दैछ के साथीहरू। लौ न यो भिडियो हेरेर तपाईहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है, ताकि त्यो व्यक्तिसम्म पुगोस्, त्यो के अरे उसलाई पनि पछुतो होस् कि आफूले जन्म दिएको बच्चा यसरी अरूको घर अगाडि अरूको ढोका अगाडि लगेर राख्दा कतिको सही हो कतिको गलत हो भन्ने कुरा तपाईहरूले पनि छुट्याएर कमेन्ट गर्नु होला है। पोखराको जाल्पा रोडमा घटेको घटना हो यो चाहिँ, हिजो मात्रै रहेछ है। पोखराको जाल्पा रोडमा चाहिँ एकजना शिशु भर्खर जन्मेको बच्चा है पोको पारेर त्यो पनि डस्टबिनभित्र हालेर के कार्टुनमा हालेर अरूको घरको ढोका अगाडि लगेर राख्दैछ। कस्तो खालको मन भएको आमा होला के त्यो जन्म दिने मान्छे चाहिँ कस्तो होला भनेको के। यसरी छोड्नु नै थियो भने चाहिँ उसले बच्चा चाहिँ किन बनाएको होला है। कस्तो पापीहरू हेर्नु न। कार्टुन थियो अनि लात्ताले हान्दा किन कार्टुन रहेछ भने बाहिर निकाल्दाखेरि चाहिँ त्यहाँभित्रै बच्चा रहेछ। ओ सीता दिदी यसरी मेरो ढोकामा ल्याएर बच्चा राखिदिए रहेछ उसमा कार्टुनमा भन्ने कुरो गर्नु हो। अनि बच्चा यहीँ राखेको रहेछ। हजुर बच्चा चाहिँ हिजो बिहानै जन्मिएको बच्चा हो, नाइटो पनि बाँधिएको थिएन, रगत निक्लिएको थियो। कार्टुनमा भित्र चाहिँ पत्रिका चाहिँ फुल ऱ्याप थियो कि फेसदेखि बढी सबै। चिने बुझेको मान्छे, यसको छोरी छ, छोरा